Say hello to my vlog, Baba. Hello. It's Atalon. Hello, Banu. Hello. What's up, you know? Thank you. तर मैले त कहिले पकाएको छु नि बाबा पानी पनि हजुर पानी र नुन बाइ बाइ बाबा बाइ बाइ भन्नु बाइ बाइ बाइलो भन्यो यहाँ बाबा ल्याउनु भएको छ सिस्नो हेलो खै हेलो भन्नुभएको पतान पो रहेछ 15 खेप Hello guys, welcome back to my channel. So after a long gap like month, I'm making a vlog with my daddy. So the मेरो vlog wait गरिरहनु भएको थियो. I know मलाई कतिजना तिमीले vlog बनाउन छोड्यो यसो त्यसो भन्दै थिएन. म आजकल म अलिक अल्छी भएको छु. So आज चाहिँ म कलेजको छुट्टी छ मेरो 4 दिन जस्तो छुट्टी त मन्डे हो तर अहिले सन्डे स्याटरडे छुट्टी छ नि त सो म आज घर आएको छु आज चाहिँ 11 तारिक अन्त चाहिँ बाबा पनि आज आउनु भएको सो अहिले चाहिँ बाबा र म भएर बेलुकाको डिनर बनाउँदैछु अस्ति पनि बाबासँग मैले माछा पकाएको थिएँ आज पनि माछा पकाउँदैछु मम्मी चाहिँ माथि दोकानमा हुनुहुन्छ बाबा हेलो भन्नु से हेलो टु माई भ्लग बाबा हेलो यसो हात हल्लाउनु हेलो भन्नु हेलो बाबाको चाहिँ छुट्टी छ नि त आज आउनु भएको बाबा पनि म पनि आज आएको बहिनी चाहिँ हाम्रो भोलि आउँछ अन्त हामी 5 मेम्बर अफ फ्यामिली चाहिँ गेट टुगेदर भोलि हुन्छौँ अन्त लो लेट्स स्टार्ट कस्तो कति दिनमा बनाएर बोल्नु नै आएन सो अब चाहिँ म बनाउँछु माम पकाउँछु अनि चाहिँ बाबाले के ल्याउनु भएको छ पानी हाल्नु यहाँ बाबा ल्याउनु भएको छ सिस्नो यो सिस्नो पनि म पकाउँछु बाबाले पनि माछा पकाउँछ अन्त मैले चाहिँ मेरो ट्राइपड पनि ल्याउनु बिर्सेछु एउटा सानो ट्राइपड थियो ए यो कति आएको यो बाबाले ल्याउनु भएको यसलाई वाटरमेलन ला यसलाई के भन्छ भन्दै रहेछ बाबाले ल्याउनु भएको रहेछ बाबाले हेला अब चाहिँ यहाँ बाबाले पकाउँदैछ म चाहिँ अब माम पकाउँछु तपाईँले हेर्दै गर्नुहोस् होला हाम्रो भ्लग यहाँ उयो हाल्नु नि हल्दी त Guys, अब चाहिँ मलाई चामल केलाउन आँटेको चामल केलाएर I'll be back. Wait for me. Guys, मैंने चाहिँ नाम बसिसकेँ बाबाले चाहिँ माछा फ्राई गर्नुभएछ बाबालाई कस्तो हुँदैछ घर आएर मजा आउँदैछ घरमा आउनु साथ काम गर्नु पर्दैछ बाबा आउनु साथ काम गर्नु पर्दैछ आजै आएको तर बाबाले चाहिँ यहाँ यसरी हाम्रो बाबा जस्तो फुर्ती हुनुहुन्छ कि अब हामी चाहिँ बाबा जस्तो हुन सकेनौँ त्यसको लागि माफी चाहन्छु बाबा बाबाले चाहिँ मेरो जस्तै हाउडे गफ पनि एकदम इम्पोर्टेन्टली सुन्नुहुन्छ त्यस्तो जे भने पनि ओके जे भने पनि आइम राइट अब म सिस्नो दिन्छु गाइस यसलाई धुली धुनु भएको त्यो माछा फ्राई मात्रै गर्ने यस्तो रस बनाउँछ त्यसमा त रस किन हाल्नु यसमा यो दाल चाहिँ बनाएन
दाम फ्राई गरिदिनु हुन्छ होला होइन त्यो तेल हाल्नु हुँदैन कसमा किन त्यो त पानीमा उमाल्नु पर्यो लसुन छिटो हाल्नु तर मैले त कहिले पकाएको छु नि बाबा त पकाउनु जान्दैन पानीमा नि हजुर पानी र नुन हाल्नु त पानी हाल्नु त हो अनि अलिकति खराइदिए आटा हाल्नु त त्यहाँदेखि मजाले पाक्छ कि खिच्नु पर्यो अनि खालि लसुन अलिकति काम पनि गाइस अहिले त्यो आटा लिनु जाँदैछु त्यो सिस्नो पकाउनुलाई चाहिँ अलिकति आटा चाहिन्छ अन्त म जाँदैछु हाम्रो दोकानपट्टि देख्नु सक्नुहुन्छ तपाईँले हाम्रो त्यो कस्तो छ हेर्नु सक्नुहुन्छ हेलो खै हेलो भन्नुभएको हेलो भन्नु म हजुर यहाँ आटा हालिदिनु नि यहाँ आटा हालिदिनु अलिकति मेरो हात चिसो छ हेर्नु सक्नुहुन्छ गाइस यस्तो पानी पानी भएको छ हाम्रो चाहिँ बिजोक छ नयाँ दोकान चाहिँ यहाँ छ अब यो चाहिँ 2-3 हप्तामा मात्रै कम्प्लिट हुन्छ यस्तो बिजोक भएको छ पानी कत्रो परिरहेको छ कम्ती है मम्मी 1 चम्ची जति मात्रै यत्रो होइन कम्ती अरे हौ खै भाइ बाबा पतान पो रहेछ सो अब चाहिँ म यहाँ किचन तर्फ जाँदैछु अलिकति आटा लिएर पतान होइन पर्सानो भन्दैछ म चाहिँ पतान जिस्काउँछु नि त अन्त अब यो चाहिँ हाल्नुपर्छ पानीमा अनि हालिहाल्नु भएको सो गाइस मलाई चाहिँ अब कतिजनाले सोध्नुहुन्छ होइन नेल लाइनर ओहो अघि मैले आजभोलि मैले नकली भएको थियो सो कतिजनाले मेरो बहिनीहरू मेरो साथीहरू होइन अन्त मेरो मम्मीले नि सोध्नुहुन्छ रिलेटिभ साथीले तिमीले भ्लग बनाउनै छोड्यो यस्तो भन्छु र मलाई नि अब तपाईँहरूलाई याद छ म हस्टेलमा बस्छु एक्लै अल्छी लाग्छ होइन अब हुन्छ साथीहरू तर मलाई चाहिँ घरमा आएर फ्यामिलीहरूसँग भ्लग बनाउनुपर्छ त्यो घुम्नु गएको यस्तो खानाहरू बनाएको अब हस्टेलमा त चिया पकाउनु बाहेक केही पनि काम छैन अन्त अहिले चाहिँ मैले भ्लग बनाएको अहिले कति दिनमा घरमा आएर चाहिँ अब खाना बनाउँदैछु बाबा पनि हुन्छ मलाई त्यसरी फ्यामिलीहरूसँगै भ्लग बनाउनु मनपर्छ ग्रुपमा बनाउनु मनपर्छ नि त अन्त चाहिँ अब चाहिँ त्यसमा पनि बाबाले पकाउनुहुन्छ मैले मन पनि बसिसकेँ त्यो अल्छी नगरी हेर्दै गर्नुहोस् होला तपाईँले मेरो भ्लग लास्टसम्म हेर्नु होला मेरो लिप लाइनरहरू लाइनर चाहिँ कस्तो भएको छ लाइनरै भन्छ होइन आज चाहिँ मैले हल्का नक्का पारिदिएको नि त यो चाहिँ तर लाउनु चाहिँ कति साल भयो यो चाहिँ मैले सेकेन्ड टाइम लगाएको 15 खेप जस्तो नेताको अनि मात्रै तर पनि पर्फेक्ट भएको छ नि यो अलिक डाउन हुन्छ यो अलिक अपमा छ त्यो पनि म राम्रो छु गोकिदिनु भएको म राम्रो छु राम्रो छु बेसी न बाबाले मलाई फुल इग्नोर गर्नुभयो तर म राम्रो छु म चाहिँ भाडा मार्नु पऱ्यो मार्नु पऱ्यो मैले चाहिँ भात पनि माझेँ उयो पनि बसाएँ अन्त बाबा चाहिँ पकाउँदैछ अहिले पनि सो अब तपाईँलाई के गफ सुनाउँ भने चाहिँ नि म बाबाको बारेमा हल्का म तारिफ गर्छु तपाईँले सुन्नुहोस् ल बाबाले चाहिँ मलाई कतिसम्म सपोर्ट गर्नुहुन्छ बाबा प्लस मम्मीले पनि बाबाले चाहिँ उता ड्युटीमा हुँदाखेरि चाहिँ एकजना साथीलाई भनेर मलाई चाहिँ मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न लाउनुहुन्छ होइन
अन्त मम्मीले चाहिँ के गर्नुहुन्छ भने चाहिँ एउटा अलिक चलेको भिडियो फनी खालको भिडियो छ भने चाहिँ यो फेसबुकको मेसेन्जरमा पठाएर यो बना हो त्यस्तो अब त्यस्तो सपोर्ट गर्नुहुन्छ मलाई चाहिँ मम्मी र बाबाले तर चाहिँ म चाहिँ छु जो चाहिँ एकदमै अल्छी छु यत्रो बाबाले मलाई सपोर्ट गर्नुहुन्छ मम्मीले अब मेरो फेसबुकमा नि अब त्यति त राम्रै आउँछ भ्युजहरू मतलब अलिअलि बढ्दै थियो तर म जो चाहिँ एकदमै अल्छी त्यसलाई चाहिँ मम्मीले पनि सपोर्ट गर्छ बाबाले सपोर्ट गर्छ बाबाले झन् एक एकवटा सब्सक्राइबर बढाएर कल गरेर भन्नुहुन्छ होइन म त्यो चाहिँ एकदमै अल्छी तर म अब केही छैन म बिस्तारै बनाउँछु यो अल्छी नानीले पनि अब बनाउँछ होला बिस्तारै है अब तपाईँहरूले मलाई लाइक कमेन्टहरू गर्नुहोस् मेरो भिडियोलाई अब आइडो यत्रो ढिलो भयो यत्रो 1 महिना बाद म भ्लग हाल्दैछु रिल्सहरू त हाल्नु लाग्नु त्यस्तो हुन्छ कि गाइस चाहिँ अब म रुममै बस्छु न खाना बनाउनुपर्छ न चिया पकाउनुपर्छ खालि त्यो कोही बेला दिउँसो अल्छी लाग्यो म राइस कुकरमा चिया पकाउँछु त्यति नै होइन अन्त म त्यस्तो घुम्नुहरू पनि गएको छैन त्यही भएर चाहिँ भ्लग पनि आएको थियो र अन्त फेरि मलाई चाहिँ हस्टेलमा यताउता घुम्नुको यताउता गर्नु देखाउनु चाहिँ मलाई अल्छी लाग्छ नि त त्यही भएर तपाईँले मेरो कुराहरू बुझ्नुहुँदै होला अन्त के भन्नु अब भोलि पनि बहिनी पनि आउँदैछ बहिनीसँग रिल्स बनाउँछु हाल्छु अनि म खास किन घर आएको भन्दा चाहिँ अब हाम्रो स्विमिङ प्रोग्राम छ नि त माथि ल्यान्डिङमा टुरिज्म डेभलपमेन्टको अन्त त्यहाँ गए जान्छु अब भयो भने चाहिँ त्यो पनि भ्लग बनाउने ट्राई गर्छु अब हामी त भलिन्टियर हो त्यहाँ कामहरू गर्नुपर्छ अब फेरि गाउँदिनँ तर पनि किप सपोर्टिङ मी किप लभिङ मी तपाईँहरू मलाई यस्तो मायाको गरिरहनु भएको र अझै बेसी अझैजनाले मलाई माया गर्नुहोस् यति नै भन्न चाहन्छु अन्त अहिले म एकछिनबाट भेट्छु तपाईँहरूलाई ल बाई बाई सो गाइस अब चाहिँ म के गर्न आँटेको भने चाहिँ माम पनि पाक्यो हो के भन्छ अरे सिस्नोको रस पनि पाक्यो सिस्नो पकाउनु बाबाले माछा पनि फ्राई गरिदिनु भयो तर भाइ चाहिँ फेरि उयो खाँदैन नि त सिस्नो खाँदैन नि फेरि उसको लागि चाहिँ अलिकति रस बनाइदिनु पर्ने मेरो माछाको यो अदुवा अब चाहिँ म रस बनाउनु बाबा चाहिँ जानु माथि दोकानमा तर मैले एकछिन भेटिनँ हौ उठ्ने कि मुस्ली नै भेटिनँ कहाँ चाहिँ गयो मै मात्रै हो कि यस्तो सामानहरू नभेट्ने छैन यसको यसमा कुच्चामा हो हाम्रो महाशय भाइ हुनुहुन्छ उहाँ चाहिँ एकदमै टेस्टमा चाहिँ खतरा हुनुहुन्छ नि त उहाँले खाना भन्नु भने चाहिँ खाना भन्नु हो अनि त्यही भएर चाहिँ यसलाई चाहिँ बेलुका फेरि माग्नु खाइसक्छ भनेर चाहिँ यहाँ ग्रेभी बनाइदिनु हालेको माछाको फ्राई गरिदिनु पिस टेस्ट गर्छु नि एउटा हाम्रो चाहिँ माछा मासु डल्लै रोटमै पाइहाल्छ नि त अनि चाहिँ तर अहिले निकै भयो मासु चाहिँ पाएको छैन कुखुराको मासु चाहिँ दादाले बेच्नु भएको छैन अन्त अलिक बादमा बेच्छु हामी क्या नि त्यही भएर छिटो मिठो माछा पाउँछ त्यही खाएर यहीँनिर मेरो आँखा त नि उही रहेछ गाइस यो चाहिँ उही रहेछ हो तर मैले यत्रो नदेखेको थिइनँ यस्तोहरू चाहिँ तपाईँहरूले किन्दाखेरि चाहिँ नि अर्को पनि छ नि म के भएको अर्को पनि छ कि योभन्दा सानो तर यस्तो ठुलोमा किन्नुहोस् त्यसमा क्याचकिच पनि हुन्छ अन्डामा पनि छिटिँदैन यो चाहिँ राम्रो हुन्छ ठुलोमा किन्नु भने सानोमा किनेर पिचिँदैन पनि जसले अन्डामा छिटेर हुन्छ मैले चाहिँ गाइस माछामा रस हालेको त्यो कुनै के ल्याउनु भएको थियो बाबाले आन्द्रा के अन्डा के त्योसँगै पाएको त्यो भएछ मैले खाएँ कुटाइ के गर्नु पर्नु डर लाग्यो भ्लग पनि बनाउँदैछ कुरा खान्छ डर लाग्यो इङ्ग्लिस अहिले तपाईँहरूलाई म एकछिनमा भेट्छु ल नाइट भ्यू देखाउँछु ल बेलुका चाहिँ यस्तो देखिन्छ
कस्तो दामी देखिन्छ आज पानी परेर वेदर पनि दामी भइरहेछ सो अहिले चाहिँ म माथि टेरेस जाँदैछु मम्मीहरू के गर्दैछ लेट्स सी लाइट छैन राजा टोक्छ होला अहिले मलाई बाबाले चाहिँ गीत बजाएर बस्नुभएछ मलाई याद छ हि इज माई ब्रदर हेलो भन् छिटो राम्रोसँगले से हेलो टु माई ब्लग तेरै पारामा भन्न यहाँ यो कपहरू अघि उहिले भाइलाई गाडी सिकाउँदैछ नि त बाबा चाहिँ यहाँ हुन्छ कसरी न अहिले भेट्छौँ नि तपाईँहरूलाई चाहिँ हामी यहाँ रुममा आइसकेको छौँ माम खानेको चाहिँ यो लुगा हेर्नु बाबाले ल्याएको अघि भाइले कस्तो भन्दै थियो लु देखा त भाइ कस्तो ल्याएको छ अरे कसो ल्याउनु भएको अरे बाबाले लुगा हाँसेर मर्छ जस्तो भन्दै त्यही हो खोइ अर्को सुराल त राम्रो ल्याइदिनु भएको त बाबाले सुराल ल्याइदिनु भएको रे हामी माम खान्छौँ त्यो अन्डासँगै पकाउनु भएको तितो तितो भइरहेछ बाबाले चाहिँ भन्नु पनि भएन नि मलाई अन्डासँग नपकाउनु भनेर त्यो आसाम जाँदा ल्याएको होइन तपाईँ र मैले गर्दा कहिले उयो फुट्दैन पनि लुजुम माम खाम बाबा माथि जाने हुन्छ किन हुँदैन तन्किँदैन अरे दुनियाँभरको छ बक्सामा के गर्नु पैसा दिँदैन 10,000 रुपियाँ जुन महिना सरकारी चिज हो नि त सरकारको चाहिँ हुनैपर्छ त्यही त युनिफर्म त हुनै पर्यो होला नि त सरकार भनेपछि अलग हो त्यो सिभिल जस्तो थोरै सिभिलमा गयो चुम लाइट नभएर चाहिँ किचन नजाएर हाम्रो बाबा प्रेग्नेन्ट हुनुहुन्छ क्या के खानु भयो ल आइजस् यो भाइ चाहिँ फोन तेरो म अस्सी गस्छ फेरि म बाबा हामी माम खान्छौँ माछा छ हल्का तितो तितो भयो के भयो यहाँ चाहिँ बुटमा छ फ्राई छ लो माम खाएको त भिडियो नबनाउँ होला यतिकै एन्ड गरिदिन्छु ल मम्मी मम्मी के भन्नुहोस् बाई बाई भन्नु बाबा बाई बाई भन्नु बाइलो भनिहाल्छु बाई बाई गाइस अब हामी माम खान्छ माम खाएको बनाउँदिनँ अहिले मैले त्यो ट्राइपोडै ल्याइदिएको थिएँ नि त राख्ने जग्गै छैन सो फोनमा चार्ज पनि छैन सो बाई बाई see you in my next vlog. Do share, तपाईँलाई मन पर्यो भने do share, subscribe and share. So bye bye.